केही महिना अघिको कुरा हो, म साथीहरूसँग बजार गएको थिएँ। हामी नास्ता खानालाई होटेलमा गयौं। साथीहरू बसेर नास्ता खँदै गरेको बेला एकजना महिलाले 2 बच्चा लिएर आइन् र टेबलमा बसिन्। उमेर थियो होला 29-30 को होटल साहुजीलाई सोधेर खाना छ कि नै भनिन। साहुजीले छ भनेपछि ती बाबुलाई हाफ खाना दिनु भनिन। ती बच्चाहरूले खाना खाँदै थिए। त्यही बीचमा केही कारणवश हाम्रो कुरा सुरु भयो। म भने उनीसँग गफ गर्न थाले। आफन्तको घरबाट आएको रहेछन्। नजिकै रुम लिएर बसेको रहेछिन्। गफ गर्दै जाँदा कुरा मिल्छ कि जस्तो लाग्यो अनि सिधै नम्बर माग्न नि सकिएन। कसरी नम्बर माग्नु भएको थियो? सबैजना साथीहरू र होटेलको साहुजी नि त्यही थिए। उनको छोराले मोबाइल लिएर मम्मीबाट खेलाउँदै थियो। त्यही मौका म छोरा बसेको नजिकै गएर बसे र गफ गर्दै, बाबु मोबाइल ल्याऊ, गेम निकालिदिन्छु अनि खेलाउला नि भने मोबाइल लिएर अनि सुरुमा नम्बर डायल गरे मेरोमा। आफ्नो काम भएपछि बच्चालाई मोबाइल दिए। खानाको पैसा दिएर उनीहरू त्यहाँबाट गए। जाँदा जाँदै ती दिदीले मलाई फर्की हेरेर मस्किँदै गइन्। मानमा लड्डु फुटिहाल्यो। करिब 1 घण्टापछि मैले फोन गरे। त्यो दिदीले फोन रिसिभ गरिन र म अघि होटेलमा भेट भएको भाइ हो के भन्दै परिचय दिँदै गफ सुरु गरे। ओहो, कति बेला नम्बर लिइसकेछौ है भन्दै हसिन। हजुरलाई राम्रो लाग्यो अनि त्यसैले लिएको नि, रिसाउने भए ठिकै छ नि, फोन राख्छु भनेको। किन रिसाउनु र हजुरले के गर्नुभएको छ मलाई भनिन। यसरी कुरा सही दिशामा अघि बढ्यो। हल्का कुरा भयो र म बजार आउँदैछु, सामान लिन बिर्सेछु भन्दै थिइन। ए होर बजार आएसी कल गर्नु अघि केही खानु भएन, भोक लाग्यो होला, नास्ता खाउला नि है भने। मैले नास्ता खाइसके भाइ भन्दै थिइन। लल हुन्छ भन्दै फोन राखिन। केही आशा पलायो कुरा मिल्छ कि जस्तो लाग्यो अनि मेडिकलमा गएर कन्डम किनेर लाए अनि साथीहरूलाई मेरो काम छ भनेर उनीहरूबाट छुटिए। केही बेरपछि दिदी आफैले फोन गरिन। म आइसके हजुर छिटो आउनु, म चाँडै फर्किनु छ भनिन। झनै आशा पलाउयो र साँच्ची चिक्न पाइन्छ कि जस्तो लाग्यो। मान्छे पनि सेक्सी टाइप कि थिइन अनि बुढो घरमा नभएको मौका मारिहाल्नु पर्छ जस्तो लागिरहेको थियो। भेट भयो। नास्ता नि खाइयो। ल म जान्छु, हजुर जानु है भनिन। किन हामी जान मिल्दैन र हजुरको रुममा पाहुना बनेर दिदी भाइलाई लिए के हुन्छ र भनेको। मेरो रुममा देवर नाता पर्ने गाउँबाट आउनु भएको छ, रुम एउटा मात्र छ, हजुरलाई लगेर कसरी बसाल्नु भनिन। अर्को दिन जाउला नि भन्दा उनी। मैले मेरो रुममा गई चिया खाने अफर गरे। पहिले त आनाकानी गर्दै थिइन्, म एक्लै बस्ने अनि म बस्ने घरमा घरवाला नि नबस्ने कुरो मैले सुनाएपछि उनी पनि जना मानिन्। दिदीको इसारा काफी नै छ, कोले पो मलाई चिक भनेर पुती थाप्छ र। कसरी चिक्ने होला भनेर सोचिराखेको मलाई उनी मेरै रुममा जाने भएपछि सहज भयो। उनलाई बाइकमा राखी मेरो रुममा पुर्याए। चिया बनाए अनि खान थाल्यो। उनी गफ गर्न खोज्दै थिइन्। यता मेरो लाडो उनको कसिलो टसत र टाइट पन्टले छोपेका स्तन र नितम्बको कल्पनामा रन्केर पाइप नै छेड्ला जस्तो भइसकेको थियो। उनको हात ल्याएर लाडो नजिक राखेको, के हो भाइको समान त गतिलो रहेछ भन्दै च्याप समातिन। मेलै उनको टाउको मतिर फर्काएर ओठमा किस गरिदिए। उनी पनि के कम मेरो मुखभित्रै जिब्रो हालेर चुस्न थालिन। साह्रै खप्पिस रहेछिन् र मेरो पाइन्टको चेन खोलेर बाहिर निकालेर लाडो खेलाउँदै थिइन्। म भने उनको दुध मसार्दै किस गरिराखे। सुस्वा आह उम्म ओहो आवाज निकाल्न थालिन। प्लिज छिटो भन्न थालिन। पुती छामेको पानी भइसकेको रहेछ। कन्न लगाएर सुरुवाल खोल्न लगाए। कुर्तालाई माथि सारेर बुबु चुस्दै चिक्न सुरु गरे। लास्टै सेक्सी रहेछिन् दिदी। बुरुननी दिदीको चिल्लो मिलेको गोरो शरीरले म मोहित भए। उनको चक्को त झन् के कुरा गर्नु, हरेक धक्कामा थल गर्दै हल्लिथ्यो। उनको बाटुलो अनुहार चाटेर र्याल नै र्याल पारिदिए। उनी पनि भोकाएको बाघले शिखारमा झम्टे झैं मेरो शरीरमा झन्डिन्थिन्। झन कराउन थालिन, अलि छिटो चिक भित्रै हालिदेऊ आ ओहो हो ओइ काले, अलि स्पिड भन्दै थिइन्। मैले पनि सकेको बाल लगाएर पेलिराखे। उनी पनि आनन्द लिँदै थिइन। 10 मिनेटपछि म थाकेर पल्टिए। उनी मेरो लाडो चुस्न थालिन्। चिकामारीको खेलमा उनी निकै विशेषज्ञ रहेछिन्। उनको बौजब सहन नसकेर माल उनको मुखमै ओकलिदिए। उनले घुटुक्क गिन नै नमानी निलिन। उनी पनि थाकेर मेरै छेउमा पल्टिन्।
केही बेरको कुराकानी पछि थाहा भयो कि उनको बुढो घर नआएको 2 वर्ष भएको रहेछ। 1 वर्षदेखि चिक्न नपाएर साह्रै गाह्रो भएको थियो। आज बल्ल इच्छा पूरा भयो भन्न थालिन। उनको बुढोलाई पनि उनले यसरी परपुरुषसँग सम्पर्क राख्दा फरक नपर्ने भन्दै सुनाइन्। उनी लास्टै सेक्सी थिइन। लाडो चुसेर खेलाएर कडा बनाइहाल्थिन्। कति बेला माथि आफै चढेर चिक्थिन् अनि थाकेपछि मैले विभिन्न पोजिसनमा चिक्थे। त्यस दिन मैले उनलाई 5 पटक विभिन्न तरिकाले चिके। मैले अझैसम्म यस्तो खपिस आइमाईलाई चिकेकै थिएन।